Oh my god, sexy. Oh my god. हेलो नमस्ते फ्याफुल्ला सबैजनालाई स्वागत छ मेरो आजको भिडियोमा। आज चाहिँ म कम्पनीको लन्च पार्टीमा जान लागिरहेको छु। हामी होस्टेलको साथीहरु मिलेर जान लागिरहेको छौं। अनि मैले चाहिँ लगाएको छु तामाङ ड्रेस, आफ्नो कल्चरल ड्रेस लगाएर गएको छु। सबैजना जाने त सँगसँगै लन्च पार्टीमा। अन्तिमसम्म हेरेर साथ दिनु है साथीहरु सबैजनाले है। हामी चाहिँ टक्क हिरोइन भगाएर हैन निस्केको बाहिर। अगाडि दुईजना पखा केटाकेटी यत्रो एक्लो हिल्लाएर नि के साह्रो कुद्नु हिम्मत आएको के। मेरो भिडियोमा कस्तो देखिएको छ यसो हाई गरिदेऊ त। हेलो, आई एम ब्युटिफुल। एउटा कुर्ता सुरुवालमा हैन, एउटा साडीमा अनि एउटा चाहिँ तामाङ ड्रेसमा हैन। हाम्रो नेपाली कल्चरल झल्किने खालको पोसाक लाएर हामी चाहिँ प्रोग्राममा हिँडेको छौँ हैन। पुरा शुद्ध नेपाली बोलेको। लन्चलाई त के भन्छ थाहै पो छैन। बिहानको खाना भन्छ क्या त्यसलाई। बिहानको होइन, बिहानकोलाई ब्रेकफास्ट भन्छ। दिउँसोको खाजा होइन, बिहानकोलाई ब्रेकफास्ट भन्छ। लन्च भनेको दिउँसो हो के। हामी दिउँसोको खाजा खान कुदिरहेको। म इङ्ग्लिसमा फेल भएको मान्छे, मलाई आउँदैन। हामी हिँडेको छौँ होइन टक्क। अब के भन्नु, भन्दा अगाडि खाना। ल साथीहरु वहाँ पुगेर हामीलाई हेर्नु है। डान्स गर्ने हो पार्टीमा। अब हेरौँ त्यहाँ गएर के हुन्छ। तपाईँहरूको फाल्टै हो, हामीहरू फाल्टै हो त। अनि सँगै भए कति रमाइलो हुन्थ्यो। त्यहाँ पनि केही छैन। चारै क्षेत्रमा एक-एउटा नेपाली घुस्यो भने नि आफ्नो नेपालीको देखाउनु पाइयो पोसाक होइन। सँगै हुनु पर्थ्यो। गीत गाउने हो म। गीत गाउने म तालबाट नाचिदिन्छु तर लाज लाग्छ है। कस्तो देख्छ कसले नि हेर्दा हिरो नि भएर हिँडेर। हामी नेपाली पनि के कम हौ साथीहरू। गाडी हेरेर हिँड है, गाडी हेरेर। आम्मा सुन्तका डाइलग खतरा आयो त। साथीहरू हामी चाहिँ बसमा आएर बसिसकेको छौँ होइन। म चाहिँ पेसोकसम्म जाने। उहाँहरूको चाहिँ यहाँ पेसोकमा हो के अरे डिनर लन्च होइन। अनि त्यहाँबाट टक्क ग्राब गरेर जाने। म बाटी छोरी पाण्डा राङ्छु साथीहरू। तपाईँलाई के थाहा होइन, एक्लै छु नि त म। मेरो चाहिँ उता शिवरञ्जयमा छ, त्यही भएर पेसोकसम्म जान्छु बसमा। अनि त्यहाँबाट जान्छु ग्राब गरेर। एक्लै छु नि म, त्यही भएर उनीहरूसँग इक्विप गरेको अवस्था है साथीहरू। कस्तो देख्छ मलाई आजको आउटफिटमा कमेन्ट गर्नु नबिर्सिनु होला। हामी यहाँ झर्नु लागेको होइन, झर्नु लागेको। थ्याङ्क यू। अब ल साथीहरू हामी चाहिँ झरिसक्यौँ होइन। मेरो चाहिँ यो यहाँ होइन नि त, यहाँ होइन अर्को होटलमा हो। अब म चाहिँ साथीको रुममा जानु पऱ्यो। अनि साथीहरूसँग जानु पऱ्यो। सुन्दा राम्ररी इन्जोय गर ल। तपाईँ पनि जानु। अब म त अर्कै हो। म पनि जान्छु नि यतै उता। मेरो त अर्कै हो नि त। अनि यहाँ होइन, गाडी यहाँ पो आएको हो त। म बाटै छु नि। अब यहाँनिर ग्राब गरेर जाने हो निसादीहरूसँग होइन नि। धन्न ड्राइभर नयाँ रहेछ, मलाई चिनेर। जस्तो ड्राइभरलाई म फर्काएर पनि म जान्छु भनेर कराएर आउँथेँ। अनि के होइन त साथीहरू। त्यहाँबाट आउँदाखेरि डिनरमा आउँदाखेरि 35-40 रिङ्गेट लाग्छ। अनि यहाँ गयो भने 6 रिङ्गेटमा पुगिहाल्छु। म त यो पैसा जोगाउ मान्छे हो नि त हौ साथीहरू। ल साथीहरू अब साथीहरूमा जाने अनि टक्क त्यहाँबाट जाने ग्राब चढेर पेसोक आइपुगेको छु साथीहरू। अब म चाहिँ पेसोक आइपुगिसकेँ। पेसोकबाट साथीहरूसँग फेरि ग्राबमा हिँडेको होइन। हेर्नु न, यो चाइनिज केटी पनि आएछ, बिचमा आएर बसेको छ हाम्रो भिडमा होइन। ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा। ओह माय गॉड। नेपाली बोल्नु आउँछ त? अस्ति मैले सिकाएको होइन, बोल्नु आउँछ।
खायो खाएको छैन डिनरमा खाने हो के भन्छ कुनै कसले ब्लगमा हाल्दै होइन बेला त हुने भएन यो चाइनिज फेरि कति मजाले टन्न खाने भनेर अहिले जाँदाखेरि कति 50 किलो आउँदाखेरि 60 किलो गरेर आउनुपर्छ ल एकपल्ट खाने नि भरेभरलाई बोकिराख्ने क्या अनि खाएर आउने अब बेलुका भातमा झोला ल्याएन त्यही भएर त्यो बिबुले झोला लिएर आऊ भने ए मेरो त्यहाँ आउँछ नि बोकेर लिएर आउनुपर्छ पेटमा धेरै हाल्नु हुँदैन प्लास्टिक भएर लिएर ठुलो नल्याउ भनेको छ फेरि बिबुले अनि तपाईँ चाइनिज भएर यति राम्रो नेपाली भाषा कसले सिकायो नि इङ्ग्लिस बजेको अरे बाई बाई सबैजनालाई बाई बाई होइन वेलकम भन्नुपर्छ वेलकम टु मेरो बहिनीको ब्लगमा सबैजनालाई लाइक कमेन्ट गरिदिनु होला गरिदिनु भने आफैले गरेको छैन आफैले सब्सक्राइब गरेको छैन होला होइन बिचरा मेरो सोचिदिनु के त्यस्तै हुन्छ होइन म भेटाइहाल्छु नि फाइनली भेट भयो साथीहरू भने जस्तै भइहालेको छ होइन अब हामी वहीँ गएर कुरा गरौँ सबैजनासँग कस्तो छ हेर्ने लोकेसन है साथीहरू हेलो गाइस हामी चाहिँ फाइनली आइपुगिसक्यौँ इज आवर फ्रेन्ड एप्रिल अनि सुमो मेरा खान त्यसो तुरंत माई से हाई माई ब्लग हेलो टिकटक बनाउने ल हामी चाहिँ आइसकिसक्यौँ फाइनली लोकेसनमा होइन लाजाले भुतुक्क लाज लागेको छ किन जुगा मालु जाउँ न त भित्र बनाऊँ पुरै दाजुले हामीलाई ढोका खोलेर बस्दिनु भएको छ कहाँ अरे माना लिफ्टमा जाने आइसकेको हामी चाहिँ होइन हिरोनी भएर कुदेको छ नि धन एउटा साथी आइपुगेछ सजिलो भएको छ लिफ्टमा जाने समुद्र पारी जाऊँ कि समुद्र पारी जाऊँ पुरै लाजाले भुतेको म त गीत गाएर हिँडिन्छ केटी हो अनि ऐना हो कि लिफ्ट हो यो मलाई कस्तो देखेछ कस्तो देखेछ ल जाउँ माछा आउनु लिफ्टै डेन्जरस रहेछ हेलो के हो अब हामी भित्र छिर्ने कहाँ छिर्ने लाज लाग्यो एप्रिल मालु कता मालु म यहाँ काली मालु जाउँ मासु डाला हाम्रो कम्पनीको साथीहरू ए लाइन बसिसक्यो पहिला ठाउँ लिउँ न है अमेटम्बल डुलु मोबाइल कहाँ छ चौमेल ओके बोलेको छु ऊ अगाडि नम्बर 7 तुला VIP lah nomor 1. Oke 18 kan? Jom. Ayo. Hah? Apa cakap? Sini saja lah. So हामी 18 मा बसिसकेको छौँ साथीहरू हैन हाम्रो पहिला पेट पूजा गर्नु पर्यो साथीहरू हैन लाइन लाग्नु पर्यो लाइन जाउँ त्यहाँ एउटा से हाई
Oh my god, sexy. Oh my god. Hi Mamale. लाइन लागेको छ हैन लाइनले कहिले छोडेन साथीहरु हैन मलेसियामा आएर दुईटा लाइन हो केटाकेटी हो जम तर मसला आयाडा मिठो कुरा छानेर हाल्नु ल अहिले हेर्न लास्टमा follow line तपाईँले फोटोमा yeah say hello it's my brother यो मैले काम सिकेको भाइ हो नि पहिला आउँदाखेरि लापारा हेलो एभ्रिवान फाइनली हामी चाहिँ हाम्रो लन्च टेबलमा हाम्रो खाजाहरू आइपुगिसकेको छ होइन 18 नम्बरमा टक्क अब खाने हो होइन कहाँ यता हुनु अरे हौ vlog video. She's our trainer, Miss Sulastri. April. Finally, I'm photo खिचिसक्यौं हैन फोटो खिचिसक्यौं यो चाहिँ हाम्रो उजाले गएको हैन हिरो भएर आएको छ यिनी आइपुगे कावान हैन Okay. Namaste. साथीहरु आज एकदम धेरै रमाइलो भयो सर र यहाँ नाच्छन् केटाकेटीहरु कपिराइट लाग्छ होला हैन कस्तो भयो आजको दिन आजको हाम्रो लन्च चाहिँ सकिसकेको अवस्था खायो रमाइलो गरियो एकछिन नाचियो उफ्रियो होइन अब चाहिँ हामी आफ्नो रुमतिर प्रस्थान गर्न लागेको छौँ कस्तो भयो आज डान्स सीमाको डान्स पनि आउँछ बिचमा हेर्नु होला कपिलिङ लाग्छ हो टिकटकमा गएर हेर्नु यो डान्स है ल हेर न साथीहरु म चाहिँ आइपुगेँ आफ्नो होस्टेलमा हैन आजको मेरो ब्लग कस्तो लाग्यो मेरो आउटफिट कस्तो लाग्यो अनि मेरो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला सबैजनालाई स्वस्थ रहनु होला मस्त रहनु होला बिन्दास रहनु होला आफ्नो ख्याल गर्नु होला अनि मेरो ब्लग मेरो भिडियोहरु हेर्दै गर्नु होला यतिन्जेलसम्म हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद बाइ बाइ हेभ अ ग्रेट टाइम एभ्रीवन